नमस्ते सबैजनालाई जापानी गुरु युट्युब च्यानलमा तपाईँलाई स्वागत गर्दछु। आज चाहिँ हामी सोमा तोमे N3 विक 2 डे 1 को भोक्याबुलरी सुरु गर्न गइरहेको छौँ। हस्त भिडियोलाई सुरुवात गरौँ। क्यौ भनेको टुडे आज। आज भनेर भन्नु पर्दा क्यौ। खान्जीहरू पनि तपाईहरू याद गर्नुहोस्। साकुजिचु अथवा किनो भनेको चाहिँ हिजो। साकुजिचु भनेको चाहिँ अलि माथिल्लो लेभलको भाषा भयो। किनो भनेको चाहिँ अब फर्मल टाइपको हैन, साथीहरूसँग बोल्ने बेलामा चाहिँ किनोको प्रयोग गर्न मिल्छ। साकुजिचु भनेको चाहिँ अब बिजनेस लेभलको इमेलहरू लेख्नु पर्दाखेरि हैन, त्यस्तै स्पिचहरू दिँदाखेरि चाहिँ यो चाहिँ एकदम माथिल्लो लेभलको भएकोले चाहिँ साकुजिचु। किनोलाई चाहिँ हामी साकुजिचु भनेर पढ्छौँ। ओतोतोई भनेको चाहिँ अस्ति भन्ने बुझिन्छ, तर इसाकुजिचु, साकुजिचु भनेको किनौ, इसाकुजिचु भनेको चाहिँ अस्ति भन्ने अर्थ लाग्दछ। यो बिजनेस लेभलको माथिल्लो लेभलको भोक्याबुलरीहरू पनि याद गर्दै गर्नुहोला। साकी ओतोतोई भनेको चाहिँ 3 दिन अगाडि, 3 days ago भनेर भन्नुपर्दा साकी ओतोतोई। आसु अथवा आसिता भोलि, भोलि भनेर भन्नुपर्दा आसु। आसाते भनेको चाहिँ पर्सि, पर्सि भनेर भन्नुपर्दा आसाते। त्यस्तै गरी सियासाते भनेको चाहिँ 3 दिन पछि, 3 days from now भनेर भन्नुपर्दा सियासाते। गान्जिचु, गान्तान भनेको चाहिँ न्यू इयर्स डे, नयाँ वर्षको पहिलो दिन। गान्तान स्पेशली रिफर्स टु द मर्निङ अफ न्यू इयर्स डे। नयाँ वर्षको बिहानलाई चाहिँ गान्तान भनेर भनिँदो रहेछ। गान्जिचु भनेको चाहिँ त्यो नयाँ वर्षको पुरै दिन भयो। गान्तानलाई चाहिँ विशेष गरी चाहिँ नयाँ वर्षको बिहानको लागि चाहिँ गान्तान भनेर चाहिँ प्रयोग गरिँदो रहेछ। त्यस्तै गरी ज्यौजुन भनेको चाहिँ महिनाको सुरुको भाग, 1 देखि 10 तारिकसम्म चाहिँ ज्यौजुन, स्यौजुन भनेर चाहिँ भनिँदो रहेछ। द फर्स्ट 10 days अफ द मन्थ ज्यौजुन, स्यौजुन। च्युजुन भनेको चाहिँ महिनाको बीचको भाग, करिब 11 देखि 20 गतेसम्मको लागि त्यो बीचको भागलाई चाहिँ च्युजुन भनेर भनिँदो रहेछ। गेजुन भनेको चाहिँ महिनाको अन्तिम भाग, 21 गतेदेखि अन्त्यसम्म, द लास्ट 10 days अफ द मन्थ भनेर भन्नुपर्दा गेजुन। गेचुमाचु भनेको चाहिँ महिनाको अन्तिम दिन, द इन्ड अफ द मन्थ भनेर भन्नुपर्दा गेचुमाचु। हेइजिचु भनेको चाहिँ हप्ताको काम गर्ने दिनहरू, सोमबारदेखि शुक्रबार, अ विक डे भनेर भन्नुपर्दा हेइजिचु। त्यस्तै गरी सुकुजिचु, साइजिचु भनेको चाहिँ राष्ट्रिय बिदा, अ नेसनल होलिडे भनेर भन्नुपर्दा यी भोक्याबुलरीहरू प्रयोग गरिन्छ। साकुनेन अथवा क्यौनेन भनेको चाहिँ लास्ट इयर, प्रिभियस इयर भनेर भन्नुपर्दा गत वर्ष भनेर भन्नुपर्दा साकुनेन, अघिल्लो वर्ष साकुनेन। नेनमाचु नेन्सी भनेको चाहिँ वर्षको अन्त्य र नयाँ वर्षको सुरुको समय, इयर इन्ड एन्ड द बिगिनिङ अफ द इयर भनेर भन्नुपर्दा नेनमाचु नेन्सी। कुरे भनेको चाहिँ वर्षको अन्त्य, द इन्ड अफ द इयर भनेर भन्नुपर्दा कुरे। क्युखाओ तोरु भनेको चाहिँ बिदा लिनु, टेक अ होलिडे, क्युखाओ तोरु। इसाकुनेन भनेको चाहिँ 2 वर्ष अगाडि, ओतोतोसी 2 वर्ष अगाडि, द इयर बिफोर लास्ट, 2 years ago भनेर भन्नुपर्दा इसाकुनेन। साराइनेन भनेको चाहिँ 2 वर्षपछि, द इयर आफ्टर नेक्स्ट भनेर भन्नुपर्दा साराइनेन। सेनसेन गेचु भनेको चाहिँ 2 महिना अगाडि, द मन्थ बिफोर लास्ट भनेर भन्नुपर्दा सेनसेन गेचु। सेनसेन स्यु भनेको चाहिँ 2 हप्ता अगाडि, द विक बिफोर लास्ट भनेर भन्नुपर्दा सेनसेन स्यु। साराई गेचु भनेको चाहिँ 2 महिना पछि, द मन्थ आफ्टर नेक्स्ट भनेर भन्नुपर्दा साराई गेचु। साराई स्यु भनेको चाहिँ 2 हप्ता पछि, द विक आफ्टर नेक्स्ट भनेर भन्नुपर्दा साराई स्यु। सेन्जिचु भनेको चाहिँ केही दिन अघि, भर्खरै, द अदर डे, रिसेन्टली भनेर भन्नुपर्दा सेन्जिचु। योतेई भनेको प्लान, योजना, तालिका भनेर भन्नुपर्दा योतेई। हिनिची भनेको चाहिँ द डेट, मिति अथवा गते, तारिक भनेर भन्नुपर्दा हिनिची। नित्यै भनेको चाहिँ तालिका, कार्यक्रम तालिका भनेर भन्नुपर्दा नित्यै। सुकेज्युरु भनेको तालिका, अब यो काताकानामा रहेको छ, स्केड्युल भन्ने शब्दमा रहेको यो सुकेज्युरु। चौसै सुरु भनेको चाहिँ मिलाउनु, एडजस्ट। हेन्को सुरु भनेको चाहिँ परिवर्तन गर्नु, बदल्नु, चेन्ज गर्नु भनेर भन्नुपर्दा हेन्को सुरु। जुरासु भनेको चाहिँ सार्नु, पछाडि वा अगाडि सार्नु, सिफ्ट गर्नु भनेर भन्नुपर्दा जुरासु। योतेई ओ जुरासु, योजना, तालिकालाई चाहिँ अगाडि पछाडि सार्नुलाई जुरासु भनेर हामीले भोक्याबुलरी प्रयोग गर्छौं। र्योकोगाई स्यानी मौसिकोमु भनेको चाहिँ
ट्राभल एजेन्सी मार्फत बुक गर्नु आवेदन दिनु भनेर भन्नुपर्दा र्योकौ गाइस्या नि मौसिकोमु भनेर भनिएको छ। त्यस्तै गरी योयाकु ओ तोरिखेसु भनेको चाहिँ बुकिङ रद्द गर्नु, तोरिखेसु रद्द गर्नु, क्यान्सिल अ रिजर्भेसन। योयाकु गरेको चाहिँ हामीले रद्द गर्नु, क्यान्सिल गर्नु भन्ने अर्थमा चाहिँ योयाकु ओ तोरिखेसु। योयाकु ओ क्यान्सेरु सुरु, क्यान्सेल भनेको त इङ्ग्लिस शब्द भइहाल्यो, क्यान्सेरु त्यही भएर काताकानामा रहेको छ। योयाकु ओ क्यान्सेरु सुरु, क्यान्सिल अ रिजर्भेसन, बुकिङ रद्द गर्नु। निमोचुओ चुमेरु भनेको चाहिँ सामान प्याक गर्नु भन्ने अर्थमा चाहिँ निमोचुओ चुमेरु। खाइगाई र्योको भनेको चाहिँ विदेश यात्रा, विदेश यात्रा भनेर भन्नुपर्दा खाइगाई र्योको। कोकुनाई र्योको भनेको चाहिँ देशभित्रको यात्रा, देशभित्रको यात्रा भनेर भन्नुपर्दा कोकुनाई र्योको। निहाकुमी खादे ओन्सेन नि इकु भनेर भन्नुपर्दा 2 रात 3 दिनको लागि तातो पानी, ओन्सेन भनेको चाहिँ तातो पानी, ओन्सेन घुम्न जानु भन्ने अर्थमा चाहिँ यो भोक्याबुलरी प्रयोग हुँदो रहेछ। गो अन अ 3-day ट्रिप अन अ हट स्प्रिङ। त्यस्तै गरी हिगाएरी भनेको चाहिँ एकै दिनमा गएर फर्किने होइन, घुमेर फर्किन मिल्ने ट्रिपलाई चाहिँ हिगाएरी, एकै दिनमा गएर फर्किने यात्रा, डे ट्रिप, हिगाएरी। र्योखान नि सुकुहाकु सुरु भनेको चाहिँ जापानी परम्परागत होटेल र्योखानमा बस्नु, स्टे एट अ जापानिज इन भनेर भन्नुपर्दा र्योखान नि सुकुहाकु सुरु।